र तिमीहरूलाई पनि त्यो एउटा अपर्च्युनिटी हुन्छ फ्युचरमा होइन। र मैले भन्दै थिएँ होटल म्यानेजमेन्ट पनि छ। हाम्रो धेरै विद्यार्थीहरूले तिम्रो बिएससी इन एग्रिकल्चर एउटा राम्रो एउटा विषय अगाडि अहिले आइरहेको छ। यसमा पुरा प्लेसमेन्ट है भइरहेको छ। तिमीहरूले हेरिरहेको छौ कि छैन? बिएससी इन एग्रिकल्चर, हर्टिकल्चर, फिसरी होइन, यो यस्तो यस्तो डिपार्टमेन्टहरू कि जो चाहिँ हामीलाई त्यति जानकारी पनि भइरहेको हुँदैन। किनभनेदेखि हाम्रो यो क्षेत्रमा त माने तपाईँको +2 मा एग्रिकल्चर पढाउने इन्स्टिट्युसन पनि छैन। एउटा यति माने दुःखलाग्दो स्थिति छ। पुरा नर्थ बेङ्गलमा यदि 11-12 मा एग्रिकल्चर लिएर पढ्नु हो भने कालिम्पोङमा एसयुएमआई, तिमीले नाम सुनेको छ होला, एसयुएमआई इन्स्टिट्युसनमा 11-12 मा एग्रिकल्चर पढाइदिन्छ। अन्य इन्स्टिट्युसन इन नर्थ बेङ्गल। त्यसपछि ग्रेजुएसनको लागि त कुचबिहारमा छ, त्यस पछाडि कोलकातामा छ है। यो भइरहेको त्यस्तो छ इन्स्टिट्युसनहरू नानीको। एउटा फिल्ड थियो होटल म्यानेजमेन्ट त मैले भनिहालेँ। फिल्म एन्ड टेलिभिजन पनि एउटा अहिलेको जल्दो बल्दो एउटा त्यो छ है। ब्याचलर इन एजुकेसनहरू त छँदैछ ग्रेजुएसनमा। तिमीहरूले कसैले पनि टिचिङ लाइनपट्टि जान चाहनेहरूको लागि। र हजुर एभिएसन छ सरले भन्नुहुँदैछ। पिई इन्जिनियरिङ त छ है। त्यसको पछिबाट कतिजना एमटेक पनि गर्न सक्छ, बिटेक एमटेक या एमबिए पनि गर्न सक्छ। र प्योर साइन्सकै विद्यार्थीहरू पछिबाट मर्चेन्ट नेभी पनि एउटा अप्सन्स भएर अगाडि गरेको छ। त्यसमा एउटा स्पेसिफिक सब्जेक्ट्स मरिन इन्जिनियरिङ यो एउटा अहिलेको जल्दोबल्दो भन्ने एउटा विषय अगाडि आइरहेको छ। हाम्रो भेगबाट कम्तीमा एकदमै कम्ती विद्यार्थीहरू रहेको छ है। यता त्यो त्यसको विषयहरू पनि छैन। त्यसको लागि अलिक साउथ गएर स्टडी गर्नुपर्ने हुन्छ। ठुलो इन्स्टिट्युसनहरू त्यस्तो छ। र यसदेखि बाहेक अब नानीहरूलाई म अलिकति होइन बायोलोजी, फिजिक्स, केमिस्ट्री एन्ड बायोलोजीमा छौ होला सायद है तिमीहरू। दुईजना म अघि बात गर्दै थिएँ। र अब तिमीहरूले के राखेको छौ एम त मलाई थाहा छैन, तर पनि यसको पनि अहिले स्कोप, किनभने हेर कोभिड पछि भारत सरकारले विशेष गरेर हेल्थ सेक्टरमा जुन प्रकारको अहिले इन्भेस्टमेन्ट गरेको छ, अहिले जति पनि माने ब्लक लेभलमा है र इभन कि तिम्रो अझै म्युनिसिपल लेभलमा पनि जस्तो प्रकारले हेल्थ इन्फ्रास्ट्रक्चर बढाउने र हेल्थ सेक्टरमा जुन माग जुन प्रकारले बढेर गएको छ र विशेष गरेर अहिले बायोलाई लिएर पनि नानीहरूले एकदमै त्यसरी अगाडि पुरा फोकस गरेर पढिरहेको तिमीले हेर्दैछौ। अहिले सिलगढीमा एलएन, आकाश, यो विद्यापीठ, डक्टर्स जोन, यो इन्स्टिट्युसन्सहरूले अहिले तयारी गरिरहेको छ। विशेष गरेर निटको लागि है, सर्वभारतीय परीक्षा, एउटा कठिन परीक्षा सर्वभारतीय स्तरमा 720 मार्क्सको एक्जामिनेसन त्यसमा दिनुपर्छ नानी हो। र तिमीहरूले